ओके, हामी युनिट 3 पढ्छौँ आज। युनिट 3 मा अपरेटर्स, लुप्स एन्ड कन्ट्रोल स्ट्रक्चर्स। अब सबभन्दा पहिला अपरेटरको बारेमा पढौँ। अपरेटर भनेको एउटा सिम्बल हो जसले चाहिँ कम्प्युटरलाई के भन्छ त कुनै पनि टास्क आइदर म्याथमेटिकल या लजिकल म्यानिपुलेसन गर्नलाई पर्फर्म गर्न सहयोग गर्छ अपरेटर्स भनेको। सो अपरेटर इज अ सिम्बल द्याट टेल्स कम्प्युटर टु पर्फर्म सर्टेन म्याथमेटिकल अर लजिकल म्यानिपुलेसन्स र it usually form a part of mathematical or logical expression. कुनै पनि म्याथमेटिकल या लजिकल एक्सप्रेसनको एउटा पार्ट चाहिँ कुनै पनि म्याथमेटिकल अर लजिकल एक्सप्रेसनको एउटा पार्ट चाहिँ के हो त अपरेटर हो। र जुन डाटा आइटम्समा अपरेटर चाहिँ एक्ट गर्छ त्यस्तोलाई चाहिँ के भन्छ त अपरेन्ड्स। सो द डाटा आइटम्स द्याट अपरेटर्स एक्ट अपन आर कल्ड अपरेन्ड्स। अब अपरेटर्स त धेरै किसिमका छन्, धेरै प्रकारका छन्। त्यसमध्ये हामीले केही अपरेटर्सको बारेमा पढ्छौँ, जस्तै अर्थमेटिक अपरेटर्स, रिलेसनल अपरेटर्स, लजिकल अपरेटर्स, इन्क्रिमेन्ट एन्ड डिक्रिमेन्ट अपरेटर्स। अब अपरेटर्सलाई क्याटेगोराइज गर्दाखेरि हाम्रो बेसिकली दुईटा टाइप्सको हुन्छ, युनरी र बाइनरी अपरेटर्स। अब युनरी अपरेटर्स भनेको के हो त? युनरी अपरेटर्स भनेको युनरी अपरेटर्स भनेको एउटा अपरेन्डमा यदि कुनै अपरेसन पर्फर्म गर्छ भने द्याट इज युनरी अपरेटर्स। सो युनरी अपरेटरले एउटा मात्रै अपरेन्ड लिन्छ। बाइनरी अपरेटर भनेको दुईटा अपरेन्डमा यदि कुनै अपरेसन हुन्छ भने द्याट इज बाइनरी अपरेटर्स। सो फेरि एकचोटि, युनरी अपरेटरले एउटा अपरेन्ड लिन्छ र बाइनरी अपरेटरले दुईटा अपरेन्ड लिन्छ। अब हामीले अपरेटर्सको बारेमा बिस्तारै पहिला अर्थमेटिक अपरेटरदेखि स्टार्ट गरौँ। अब अर्थमेटिक अपरेटर्स चाहिँ प्रयोग गरिन्छ अर्थमेटिक अपरेसनको लागि, र जति पनि हाम्रो बिल्डिङ डाटा टाइप्स छ जस्तै इन्टिजर, फ्लोट, डबल, यो सबैमा हाम्रो के हुन्छ त अर्थमेटिक अपरेसन गर्न सकिन्छ। अब जस्तै यो प्लस भनेको हाम्रो एडिसन अपरेसनको लागि, माइनस भनेको सब्सट्र्याक्सन अपरेसनको लागि, मल्टिप्लिकेसन यो अपरेटर भनेको मल्टिप्लिकेसन अपरेसनको लागि, यो अपरेटर भनेको डिभिजन पर्पजको लागि, र यो भनेको रिमाइन्डर अर्थात् मोड्युलो डिभिजन पनि भन्छ। र यो माइनस भनेको युनरी माइनस अर्थात् यसले चाहिँ एउटा मात्रै अपरेटर लिन्छ। जस्तै मानौ हाम्रो अपरेन्ड एउटा इन्टिजर भ्याल्यु हो, मानौ 2। अब यो अपरेन्ड, यो युनरी माइनस अपरेन्ड हामीले प्रयोग गरेपछि अब 2 के हुन्छ त -2 हुन्छ। अब सो मैले पहिले नै के भनेको थिएँ भने युनरी अपरेटरले एउटा अपरेन्ड मात्रै लिन्छ। अब यसले चाहिँ के गर्छ त त्यो अपरेन्डको साइन चेन्ज गर्ने काम मात्रै गर्छ, अरू केही पनि गर्दैन। बाँकी सबैले चाहिँ दुईटा अपरेटर लिन्छ। एडिसन गर्नलाई पनि दुईटा अपरेन्ड चाहियो, सब्सट्र्याक्सनको लागि पनि दुईटा अपरेन्ड चाहियो, मल्टिप्लिकेसनको लागि पनि दुईटा अपरेन्ड चाहियो, डिभिजनको लागि पनि दुईटा अपरेन्ड चाहियो, र रिमाइन्डरको लागि पनि चाहियो। अब हामी रिलेसनल अपरेटर्सको बारेमा पढ्छौँ। सो रिलेसनल अपरेटर्स आर युज टु कम्पेयर अर्थमेटिक, लजिकल एन्ड क्यारेक्टर एक्सप्रेसन। कुनै पनि अर्थमेटिक या लजिकल या कुनै पनि क्यारेक्टर एक्सप्रेसनलाई चाहिँ कम्पेयर गर्नु छ भने त्यति बेला हामीले रिलेसनल अपरेटर प्रयोग गर्छौँ। र सबै रिलेसनल अपरेटर्सहरू बाइनरी अपरेटर्स हुन्, अर्थात् सबै रिलेसनल अपरेटर्सहरू दुईटा अपरेन्ड लिन्छन्। सो यसमा के हुन्छ भने each of these operators compares their left hand side operand with right hand side operands, अर्थात् लेफ्ट ह्यान्ड साइडतिरको अपरेन्डलाई चाहिँ कम्पेयर गर्छ विथ राइट ह्यान्ड साइडतिरको अपरेन्ड्स। र कम्पेयर गरिसकेपछि त्यसको रिजल्ट भनेको एउटा इन्टिजर भ्याल्यु हुन्छ, आइदर 1 हुन्छ या 0 हुन्छ। 1 भनेको ट्रु, यदि त्यो कन्डिसन ओभरअलमा ठिक छ भने ट्रु भयो, यदि त्यो कन्डिसन चाहिँ ओभरअलमा गलत छ, फल्स छ भने द्याट इज त्यसलाई चाहिँ इन्टिजर भ्याल्यु 0 ले रिप्रेजेन्ट गरिन्छ। So the whole expression involving the relational operators that evaluates to an integer value that is either true or false. The whole expression involving the relational operators then evaluated to an integer value that is true or false. अब यो हेरौँ, यो भनेको हाम्रो लेस देन अपरेटर हो, यो भनेको लेस देन या इक्वल टु, दुईटा मध्ये कुनै एउटा भयो भने ठिक, यो ग्रेटर देन अर इक्वल टु,
र यो इक्वल टु र यो नट इक्वल टु। मानौ एकछिनको लागि x को मान 20 राख्यौं र y को मान 30 राखेको छ भने x लेस देन y अर्थात 20 लेस देन 30 ट्रू हो। सो यो हाम्रो ट्रू, यो स्टेटमेन्ट हाम्रो ट्रू भइसक्यो। अब अर्को x लेस देन अर इक्वल टु y अर्थात 20 लेस देन या बराबर 30 भन्दा। सो यो पनि हाम्रो ठिक छ, कुनै एउटा ठिक छ, लेस देन छ। सो दोस्रो कन्डिसन पनि हाम्रो ट्रू छ। तेस्रोमा x ग्रेटर देन y फल्स। सो 20 ग्रेटर देन 30 हुन सक्दैन, फल्स हो। x ग्रेटर देन अर इक्वल टु, अब पहिले यहाँ फल्स भइसक्यो। ग्रेटर देन अर इक्वल टु भन्दाखेरि 20 ग्रेटर देन अर इक्वल टु 30, यो पनि गलत, फल्स हो। x इक्वल टु y अर्थात x बराबर x र y को मान एउटै छ त, छैन। सो यो पनि हाम्रो फल्स भयो। x नट इक्वल टु y, यो भनेको लास्टको x नट इक्वल टु y। सो x नट इक्वल टु y, 20 इज नट इक्वल टु 30। सो 20 त 30 को बराबर होइन। सो यो स्टेटमेन्ट हाम्रो ट्रू हुन्छ। अब लजिकल अपरेटरमा हाम्रो दुईटा टाइप्सको अपरेटर छ, एउटा एन्ड अपरेटर र अर्को अर अपरेटर। हामीले प्रोग्राममा लेख्दाखेरि यो दुई यस्तो सिम्बल हामीले प्रयोग गर्छौं, ठीक छ नि त। सो एन्ड अर operators are used when it is required to test more than one condition and make decision। अब एउटा भन्दा बढी कन्डिसन छ भने त्यति बेला डिसिजन लिनलाई एउटा भन्दा बढी कन्डिसन छ भने र त्यस्तो कन्डिसनलाई टेस्ट गरेर एउटा डिसिजन दिनु छ भने त्यति बेला हामीले यो लजिकल अपरेटरको प्रयोग गर्छौं। र मानौ एकछिनको लागि x को मान 20 छ, y को मान 30 छ र पहिला सुरु त एन्ड अपरेटरमा रिजल्ट चाहिँ ट्रू हुनलाई दुईटै कन्डिसन ट्रू हुनुपर्छ। जस्तै यहाँ हेरौं, एन्ड अपरेटरमा पहिलो कन्डिसन यदि फल्स छ अर्थात 0 मतलब गलत छ, दोस्रो कन्डिसन पनि गलत छ भने रिजल्ट पनि गलतै आउँछ अर्थात फल्स आउँछ। कुनै एउटा कन्डिसन फल्स छ तर अर्को ट्रू छ भने पनि रिजल्ट चाहिँ फल्सै आउँछ, 0 नै आउँछ। कुनै एउटा कन्डिसन ट्रू छ अर्को कन्डिसन चाहिँ फल्स छ भने पनि रिजल्ट चाहिँ के आउँछ त, फल्सै आउँछ। तर दुईटै कन्डिसन यदि हाम्रो ट्रू छ एन्ड अपरेटरको केसमा भने रिजल्ट पनि के आउँछ त, ट्रू आउँछ। तर अर अपरेटरको केसमा त्यस्तो छैन। अर अपरेटरको केसमा के छ त, कुनै एउटा कन्डिसन ट्रू छ भने ट्रू नै आउँछ आउटपुटमा। ल यहाँ हेरौं, पहिलो कन्डिसन फल्स छ, दोस्रो कन्डिसन पनि फल्स छ, सो आउटपुट पनि फल्स आयो। यसमा पहिलो कन्डिसन फल्स छ, दोस्रो कन्डिसन ट्रू छ, सो आउटपुट चाहिँ के छ त, ट्रू आयो। पहिलो कन्डिसन ट्रू छ, दोस्रो कन्डिसन फल्स छ र आउटपुट चाहिँ के आयो त, ट्रू नै आयो। सो यसमा दुईटै यदि ट्रू छ भने त ट्रू हुने नै भयो। सो अब हामी पछाडिको एक्जाम्पलमा हेरौं, x को मान 20, y को मान 30। सो 20 इज ग्रेटर देन अर इक्वल टु 30। 20 ग्रेटर देन अर इक्वल टु 30, यो कन्डिसन के छ त हाम्रो, पहिलो कन्डिसन गलत छ किनकि 20 ग्रेटर देन इक्वल टु 30 हुन सक्दैन। सो पहिलो कन्डिसन के छ, फल्स छ। सो दोस्रो कन्डिसनमा y इज लेस देन अर इक्वल टु 40। सो 30 इज लेस देन अर इक्वल टु 40। सो दोस्रो कन्डिसन ठिक छ। सो हामीले के भन्यौं भने एन्ड अपरेटरको केसमा कुनै एउटा कन्डिसन गलत भयो भने पुरै रिजल्ट चाहिँ के हुन्छ त, गलत हुन्छ। सो पुरै रिजल्ट के भयो त, फल्स भयो किनकि पहिलो कन्डिसन हाम्रो गलत भयो। दोस्रोमा हेरौं, x इज ग्रेटर देन अर इक्वल टु 30 अर अपरेटर बीचमा र y इज लेस देन अर इक्वल टु 40। सो यसमा के छ भने पहिलो कन्डिसन फेरि फल्सै छ तर दोस्रो कन्डिसन चाहिँ के छ त, ट्रू छ। सो अर अपरेटरको केसमा कुनै एउटा कन्डिसन ट्रू भयो भने चाहिँ हाम्रो आउटपुट चाहिँ के हुन्छ त, रिजल्ट ट्रू हुन्छ। सो यो अब हाम्रो लास्ट हामीले यो पढ्छौं इन्क्रिमेन्ट एन्ड डिक्रिमेन्ट अपरेटर्स। यसमा प्लस प्लस डबल दुईटा प्लस र दुईटा माइनस यस्तोलाई चाहिँ के भन्छ त, इन्क्रिमेन्ट एन्ड डिक्रिमेन्ट अपरेटर्स। र यो दुईटै चाहिँ के हुन्छ त, युनरी अपरेटर अर्थात एउटा अपरेन्ड मात्रै लिन्छ। यो प्लस प्लसले के गर्छ त, भ्यालु 1 एड गर्छ अपरेन्डमा र माइनस माइनसले के गर्छ त, 1 सब्स्ट्र्याक्ट गर्छ फ्रम द अपरेन्ड। सो एक्सटेन्सिभली यो इन्क्रिमेन्ट र डिक्रिमेन्ट अपरेटर चाहिँ लुप स्टेटमेन्टमा प्रयोग हुने गरिन्छ। जस्तै मानौ फर लुपमा इन्टिजर i इक्वल्स टु 0, i इज लेस देन अर इक्वल टु 3 कन्डिसन र i प्लस प्लस अर्थात यो के भयो त हाम्रो इन्क्रिमेन्ट अपरेटर। सो i को मान 0 देखि स्टार्ट हुन्छ
यो आई प्लस प्लसले के गर्छ त 1 एड गर्दै जान्छ, 0 मा 1 एड गर्दै जान्छ, 0 बाट 1, 1 लाई 2 र यो कन्डिसन पनि बीचमा चेक गर्छ। तबसम्म एड गर्छ तबसम्म यो कन्डिसन चाहिँ ट्रु हुन्छ। 0 लाई 1 एड गरेपछि 1 भयो, फेरि 1 मा 1 एड गरेपछि 2 भयो, सो 2 मा 1 एड गरेपछि 3 भयो। अब यो कन्डिसन पनि चेक हुन्छ। सो आई इज लेस देन अर इक्वल टु 3, सो अर्थात् आई को भ्यालु 3 वा 3 भन्दा कम हुनुपर्छ, 3 भन्दा बढी हुनु भएन। सो 3 सम्म एड गर्छ। सो द्याट्स अल। सो थ्याङ्क यू। अब हामी युनिट 3 के अर्को ट्युटोरियलमा हामीले लुप्स र कन्ट्रोल स्ट्रक्चर्सको बारेमा पढ्छौँ।